नमस्कार साथीहरू, नेपाली स्टोरी युट्युब च्यानलमा स्वागत छ। तपाईहरू मेरो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनुहोला। आजको लोककथा रहेको छ मेहनती किसान। रामनगर गाउँ थियो। चारैतिर हरियाली, मलिलो माटो र टाढा टाढासम्म फैलिएको खेत। यस गाउँमा एक गरिब तर अत्यन्तै मेहनती किसान मान बहादुर बस्थे। उनको धेरै जमिन थिएन, केवल 3 बिघा जमिन थियो, एउटा बुढो गोरु र एउटा जीर्ण झुपडी। तर उनको सबैभन्दा ठुलो सम्पत्ति उनको कडा परिश्रम, इमानदारी र साहस थियो। मान बहादुर हरेक बिहान सूर्योदय हुनुभन्दा अगाडि उठ्थे। जब धेरै जसो गाउँलेहरू सुतिरहेका हुन्थे, उनी खेततिर लाग्थे। हातमा कोदालो, काँधमा बेल्चा र उनको मनमा एउटै मात्र विचार, कडा परिश्रम कहिल्यै व्यर्थ जाँदैन। उनकी श्रीमती ममता पनि धेरै समझदार र सहनशील थिइन्। उनले घरको सबै कामको हेरचाह गर्थिन्, बच्चाहरूलाई हेर्ने र आफ्नो पतिलाई खेतबारीको काममा मद्दत गर्थिन्। उनीहरूका 2 छोरा-छोरी थिए। जेठो छोरा रोहन, जुन एक मेहनती विद्यार्थी थिए, र कान्छी छोरी अनिशा, जो निर्दोष र सपनाहरूले भरिपूर्ण थिइन्। एक वर्ष समयमा पानी परेन, खेतहरू सुक्खा भए। गाउँका धेरै किसानहरू दुखी थिए। कतिले ऋण लिए, कतिले सहर जाने विचार गरे। साहुले ब्याज दरको धम्की दिँदै दैनिक ढोका ढकढकाउँथे। मान बहादुरले पनि कठिनाइहरूको सामना गर्नु पर्यो। उनीसँग बिउ किन्न पर्याप्त पैसा थिएन, तर उनले हार मानेनन्। उनले आफ्नी श्रीमतीलाई भने, ममता, भगवानले कडा परिश्रम गर्नेहरूलाई सधैँ साथ दिनुहुन्छ। म हार मान्ने छैन। उनले जङ्गल नजिकैको बाँझो जमिन सफा गर्न थाले। आफ्नो खेत सिँचाइ गर्न आफै नहरबाट पानी ल्याएर दिनमा घाम, रातमा थकान, तर उनको अनुहारमा कुनै गुनासो थिएन। केही गाउँलेहरू उनलाई पागल भन्थे। हे मान बहादुर, यो सबै कडा परिश्रमबाट तिमीले के पाउने छौ? यदि तिम्रो भाग्य खराब छ भने हलोले पनि सुन फलाउँदैन। मान बहादुर मुस्कुराउने गर्थे। केही हप्तापछि मौसम अचानक परिवर्तन भयो। कालो बादल लाग्यो र मुसलधारे पानी पर्न थाल्यो। मान बहादुरको खेतमा रोपिएका बिउहरू बिस्तारै बिरुवामा परिणत भए। हरिया बाली देखेर उनका आँखा उज्यालो भए। हरेक दिन उनी बिरुवाहरूसँग आफ्ना छोराछोरी जस्तै बोल्थे। हुर्क बच्चा, राम्ररी हुर्क। मेरा छोराछोरीको भविष्य तिमीसँग जोडिएको छ। अन्य खेतहरूको राम्रोसँग हेरचाह नगरिएको बेला मान बहादुरको खेत फस्टाउन थाल्यो। उनको कडा परिश्रम फलदायी हुन थाल्यो। बाली तयार हुनै लागेको थियो। एक रात भयानक आँधी आयो। तीव्र हावा, पानी र असिना पर्न थाल्यो। गाउँलेहरू डराएर आफ्नो घरमा लुके। मान बहादुर हतारिएर बाहिर निस्किए। उनी आफ्नो बाली बचाउन खोज्दै खेततिर दौडिए। ममता रोइन्, नजाऊ, तिम्रो ज्यान खतरामा छ। तर मान बहादुरले भने, यदि म आज गएन भने हाम्रो सबै मेहनत खेर जानेछ। उनी रातभरि भिजेर बसे, तटबन्धलाई बलियो बनाए र पानीको बहावलाई मोडे। बिहान आँधी बेहेरी शान्त हुँदा धेरै खेतहरू नष्ट भइसकेका थिए। तर मान बहादुरको बाली केही क्षति भए पनि बाँच्यो। केही दिनमै फसल काट्ने समय आयो। यस पटक उत्पादनले अपेक्षाभन्दा बढी उत्पादन गर्यो। यति धेरै अन्न थियो कि घर भरियो। पहिलो पटक मान बहादुरले साहुको ऋण पुरा तिर्यो। जब उनी पैसा फिर्ता गर्न गए, साहु छक्क परे। तिमीले गर्यो मान बहादुर। अब पहिले उनको खिल्ली उडाउने गाउँलेहरू नै उनको प्रशंसा गरिरहेका थिए। उनलाई बैठकमा सबैभन्दा मेहनती किसान भनियो। मान बहादुरले पहिले आफ्ना छोराछोरीहरूको शिक्षामा ध्यान केन्द्रित गरे। रोहनलाई सहरको राम्रो स्कुल पठाइयो। अनिशाले पनि पढ्ने पुरा अवसर पाइन्। ममताको आँखा आँसुले भरिएको थियो, तर ती खुसीका आँसु थिए। उनले भनिन्, तपाईको कडा परिश्रमले हाम्रो भाग्य परिवर्तन भयो। मान बहादुरले मुस्कुराउँदै भन्यो, होइन,
ममता, मेरो भाग्य परिवर्तन भएको छैन, मेरो सोच परिवर्तन भएको छ। समय बित्दै गयो, रोहनले पढे र कृषि अधिकृत बने र गाउँ फर्केपछि उनले किसानहरूलाई नयाँ प्रविधिहरू सिकाउन थाले। अनिसा शिक्षिका बनिन्। मानबहादुरको नाम अब गाउँमा सम्मानका साथ लिइन्थ्यो। उनको झुपडी स्थायी घर बनिसकेको थियो, तर उनको सरलता उस्तै रह्यो। आज पनि उनी हरेक बिहान खेतमा जान्थे, माटो छुने गर्थे र भन्थे, तिमी मेरी आमा हौ। समय चाँडै बित्यो। रामनगर गाउँमा उही खेत, उही तर मानबहादुरको घरको वातावरण परिवर्तन भएको थियो। झुपडीको ठाउँमा स्थायी घर, आँगनमा तुलसीको बोट र भित्तामा भगवानको तस्बिर टाँसिएको थियो। तर एउटा कुरा उस्तै रह्यो, मानबहादुरको सरल जीवन र माटोप्रतिको प्रेम गहिरो थियो। उनको कपाल सेतो भएको थियो, उनको ढाड अलि बाङ्गो थियो, तर उनको आँखा अझै चम्किरहेको थियो। शिक्षा पुरा गरिसकेपछि रोहन अब कृषि अधिकृत बनेका थिए। सहरमा सबै थोक थियो, राम्रो जागिर, सम्मान र सुविधा, तर उसको मन गाउँतिर निरन्तर आकर्षित हुन्थ्यो। उसलाई आफ्नो बुवाको पसिना, आमाको कडा परिश्रम र खेतबारीको हरियाली याद आयो। एक दिन उसले आफ्नो सरकारी जागिर छोड्ने निर्णय गर्यो। जब उसले घरमा यो कुरा भन्यो, सबै छक्क परे। ममताले भनिन्, छोरा, यति धेरै तलब दिने जागिर छोड्छौ? रोहन मुस्कुराए, आमा, बुवाले हामीलाई किसान मार्फत हाम्रो पहिचान दिनुभयो। अब त्यो किसानलाई नयाँ पहिचान दिने पालो मेरो हो। मानबहादुरको आँखा आँसुले भरियो। उसले आफ्नो छोराको टाउकोमा हात राख्दै भन्यो, छोरा, जमिनसँग जोडिएर बस्नु नै सबैभन्दा ठुलो काम हो। रोहनले गाउँमा आधुनिक खेती सुरु गरे। उनले किसानहरूलाई परम्पराबाट मात्र नभई ज्ञान र प्रविधिबाट पनि खेती अगाडि बढ्छ भनेर बुझाए। उनले सिकाए, जैविक खेती, कम पानीमा बढी बाली, माटो परीक्षण, सही बिउ छनौट, सरकारी योजनाका फाइदाहरू। सुरुमा मानिसहरू हाँसे, शिक्षित केटाले खेतमा के गर्ने, तर रोहन लागिरहे। उनले आफ्नो बुवाको फार्ममा प्रयोग गर्न थाले। केही महिनामै उत्पादन बढ्यो, खर्च घट्यो र नाफा बढ्यो। बिस्तारै गाउँका किसानहरू सिक्न आउन थाले। अनिसा अब शिक्षिका बनिसकेकी थिइन्। उनले गाउँका केटाकेटीहरूलाई किताब मात्र होइन, सपना पनि सिकाए। उनले गाउँमा एउटा सानो पुस्तकालय पनि खोलिन्। उनी बच्चाहरूलाई भनिन्, मेरो बुवा खेतमा कडा परिश्रम गर्नुहुन्छ, ताकि हामी पढ्न सकौं। अब गाउँलाई ज्ञानले बलियो बनाउनु हाम्रो जिम्मेवारी हो। गाउँका केटाकेटीहरूले पढ्न र प्रगति गर्न थाले। पहिले आफ्ना छोराछोरीहरूलाई स्कुल नपठाउने धेरै अभिभावकहरूले अब आफै ल्याउन थाले। फेरि कठिनाइको वर्ष आयो। यसपटक खडेरी थिएन, बजारको ठगी थियो। बिचौलियाहरूले किसानहरूबाट थोरै मूल्यमा बाली किन्न थाले। मानबहादुर चिन्तित भए। उनी बुढो भइसकेका थिए र उनीसँग अब लड्ने शक्ति थिएन। तर यसपटक उनका छोरा र छोरी दुवै सँगै उभिए। रोहनले किसानहरूलाई सङ्गठित गरे, सँगै तिनीहरूले किसान समिति गठन गरे। तिनीहरूले बजार र सरकारी केन्द्रहरूसँग सिधै सम्पर्क गरे। बिचौलियाको खेल टुट्न थाल्यो। अनिसाले कागजी कार्यहरू सम्हाल्यो, फारमहरू भर्यो र जागरुकता जगायो। पहिलो पटक किसानहरूले आफ्नो बालीको उचित मूल्य पाए। एक साँझ मानबहादुर आफ्नो खाटमा बसेर आकाशतिर हेरिरहेका थिए। ममता नजिकै बसिरहेकी थिइन्। उनले बिस्तारै भने, ममता, आज मलाई धेरै शान्त महसुस भइरहेको छ। मैले मेरो युवा अवस्थामा देखेको सपना बच्चाहरूले पुरा गरेका छन्। ममताको आँखामा आँसु थियो। तपाईको कडा परिश्रमको जरा गहिरो थियो। यो रुख त्यसैमा उभिएको छ। मानबहादुरले आफ्ना दुई बच्चाहरूलाई नजिक बोलाएर भने, मैले तिमीहरूलाई जमिन दिएको थिएँ र तिमीहरूले यसको सम्मान गर्यौ। यो भन्दा ठुलो धन अरू केही छैन। आज रामनगर अब केवल गाउँ मात्र रहेन,
मानिसहरू टाढा टाढाबाट सिक्न आउँथे। सरकारले यसलाई आदर्श कृषि गाउँ घोषणा गर्यो। मानबहादुरलाई मञ्चमा बोलाइएको थियो। काप्दै हातले उनले माइक्रोफोन समातेर भने, म ठुलो मान्छे होइन, म केवल किसान हुँ। मेरो जीवनबाट सिक्नुपर्ने एउटा पाठ यो हो, कडा परिश्रम, इमान्दारी र बच्चाहरूको उचित पालन पोषण। त्यो नै साँचो धन हो। पुरै रङ्गशाला तालीले गुन्जियो। आज पनि बिहान सबैले एक वृद्ध किसान खेतको किनारमा बसेको देख्न सकिन्छ। उनी मुस्कुराउँछन्, हातमा माटो समातेर। उनको आँखामा सन्तुष्टि छ, किनभने उनले केवल बाली उब्जाएनन्, उनले राम्रो पुस्ता हुर्काए। साथीहरू, कथा कस्तो लाग्यो? कृपया कमेन्टमा जानकारी दिनुहोला। कथा मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गरिदिनुहोला। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।